आजभोलि के गर्दै हुनुहुन्छ भनेर सोधेँ भने तपाईँको उत्तर के आउला? डेफिनेटली 99% मान्छेको उत्तर ठिकै छ, चल्दैछ, यस्तै हो नि, यस्तै आउँछ होइन? धेरै मान्छेहरूको जीवन ठिकै छ, राम्रै छ, यस्तै हो नि भन्ने ठाउँमा पुगेर रोकिएको हुन्छ, अड्किएको हुन्छ, अझै भन्यो भने खुम्चिएको हुन्छ। जब हामी आफ्नो जीवनलाई ठिकै छ सम्म मात्र पुर्याएर पूर्ण रूपमा सन्तुष्टि हो भनेर बुझ्छौँ, यसको अर्थ के हो भने धेरै मानिसहरूले आफ्नो जीवनको पूर्ण क्षमता हासिल गर्न सकेका वा खोजेका छैनन्। त्यसैले हाम्रो जीवन ठिकैको अवस्थामा यानि सामान्य स्तरमा रोकिएको हुन्छ। हामी त्यसै गरी बाँचिरहेका हुन्छौँ। आज हामीले फिलोसोफर एरिस्टोटलको निकोमाकेन एथिक्स नामको पुस्तकबाट केही अंश लिएर आएका छौँ, जुन पुस्तकले जीवनलाई कसरी राम्रो र अर्थपूर्ण बनाउन सकिन्छ भन्ने बारेमा अध्ययन गर्छ। यो किताबमा प्रत्येक अक्षर अर्थपूर्ण छन्, तर आज हामी द गुड फर म्यान इज एन एक्टिभिटी अफ द सोल इन अकोर्डेन्स विथ भर्च्यु, अर्थात् मानिसको साँचो भलाइ भनेको उसको आत्माको क्रिया हो जुन सद्गुण अनुसार हुन्छ अथवा आउँछ भन्ने वाक्यलाई केलाउँदै जानेछौँ। यो लाइन हेर्दा जति सजिलो देखिन्छ तर जीवनको गहिरो अर्थ बोकेको छ। अलिक सजिलो शब्दमा यो लाइनलाई फुकाउने हो भने मानिसको जीवनको वास्तविक मूल्य धन वा प्रसिद्धि होइन, तर आत्माको गुण र राम्रो सद्गुण अनुसार गरिएको कार्यमा लुकेको हुन्छ। यहाँ द सोल आत्मा भन्नाले भूत प्रेत जस्तो धार्मिक आत्मा होइन, तर तपाईँको भित्री स्वभाव, तपाईँको मन, चरित्र, राम्रो नराम्रो छुट्याउने र काम गर्ने भित्री शक्ति हो। अर्को शब्द छ भर्च्यु, सद्गुण, दुई शब्दबाट बनेको, सद र गुणबाट। सदको अर्थ राम्रो, शुद्ध, उत्तम, गुण विशेषता, आदर्श, दुइटै मिलाउँदा राम्रो गुण जसले मानिसलाई नैतिक र मानसिक रूपमा उत्कृष्ट बनाउँछ। मानिसको साँचो भलाइ भनेको उसको आत्माको क्रिया हो। यसको अर्थ हामीले हरेक दिन कसरी सोच्छौँ, कसरी निर्णय लिन्छौँ र कस्तो व्यवहार गर्छौँ, त्यही नै जीवनको वास्तविक मूल्य हो जुन सद्गुण अनुसार हुन्छ, जुन राम्रो गुणबाट आउँछ। यदि हामीले राम्रो सोचेर, जस्तै इमान्दारी भएर, साहस, धैर्यता, दया देखाएर, बुद्धिमत्ताका साथ जीवन चलाउँछौँ भने मान्छेको सबैभन्दा राम्रो पल त्यही नै हुनेछ। यसले गर्दा तपाईँले आफ्नो जीवनलाई ठिकै छमा मात्र सीमित नराखेर एकदमै उत्कृष्टतामा जीवन पुर्याउन सक्नुहुनेछ, राम्रो जिन्दगी जिउन सक्नुहुनेछ। एरिस्टोटलको जन्म ईसाई पूर्व BCE 384 मा भएको थियो, अहिलेभन्दा करिब 2400 वर्ष अगाडि। उत्तर ग्रिसको सानो सहर स्टेगेरामा। उनले स्टेगेराबाट एथेन्स गएर प्लेटोको विश्वविद्यालयमा अध्ययन गरेका थिए। आफ्नो जीवनको अधिकांश समय उनी ग्रिस सिटी स्टेटमा बिताए। त्यहाँ सार्वजनिक जीवन, राजनीति र नैतिकता गहिरो रूपमा सम्बन्धित थियो। मानव जीवनलाई समाजदेखि कदापि पनि अलग गर्न सकिँदैन भन्ने उनले राम्रोसँग बुझेका थिए। मानौ तपाईँ हार्मोनियम सिक्न चाहनुहुन्छ, सिक्ने वातावरण सबै मिल्यो, छिट्टै सुरु गर्दै हुनुहुन्छ। सुरुका तपाईँका केही दिनहरू यति काल्पनिक हुन्छन्, आफू हार्मोनियमको उस्ताद भएर साङ्गीतिक माहौलमा रम्दै गरेको, सङ्गीत भरिरहेको, गीत प्रोग्राम सबैतिर छाएको, एकदमै उत्साहित, एकदमै खुसीको पल। केवल त्यो उत्साहले मात्र तपाईँलाई सिपालु बनाउँदैन। तपाईँले हार्मोनियम लिनुपर्ने हुन्छ, औँला चलाउनु पर्ने हुन्छ, कि नोट बुझ्नुपर्ने हुन्छ र छिट्टै निराश पनि हुन सक्नुहुनेछ, किनभने औँलाहरू दुख्छन् वा नोटहरू गलत सुनिन्छन्, मन खिन्न हुन सक्छ। तर तपाईँले निराश भएर तुरुन्त आई क्विट, सक्दिनँ, गाह्रो भयो भन्नु हुँदैन। सोच्नुहोस्, सबैले यसो भन्थे भने आज हामीसँग न गीत, न सङ्गीत, न कुनै ट्यालेन्ट हुन्थ्यो होला। आज हामीले जे कुरा गर्दैछौँ कसै न कसैबाट प्रेरित भएर अथवा देखेर, सुनेर गरिरहेका छौँ। प्रत्येक दिन सानो अभ्यास, दैनिक 10-15 मिनट मात्र सिक्नुहोस्। बिस्तारै औँलाहरू बलियो हुन्छ, कान सङ्गीतमा संवेदनशील हुन्छ, भित्री कानले सुन्न थाल्छ र दिमागले सङ्गीतका ढाँचाहरू प्रोसेस गर्छ अनि स्टोर गर्छ। त्यसै गरी कुनै पनि सिप वा ज्ञान सानो सानो अभ्यास दोहोऱ्याउँदा बलियो र प्राकृतिक हुन्छन्, नेचुरल हुन्छन्।
एक दिन छुट्यो भने वा बीचमा छोड्नुभयो भने क्षमता बढ्न सक्दैन। तर निरन्तर अभ्यास, धैर्यता र समर्पणले कच्चा क्षमतालाई वास्तविक दक्षतामा परिणत गर्छ। 1 महिना 2 महिना गर्दै तपाईँले सजिलो गीतहरू बजाउन सक्षम हुनुहुनेछ। त्यसपछि जटिल गीतहरू हल्का हुँदै जानेछन्। आज हामीले फेमस म्युजिसियन, सिङ्गर देख्छौँ अनि भन्छौँ वा कस्तो ट्यालेन्ट, कस्तो प्रतिभा। तर नबिर्सिनुहोस्, त्यो ट्यालेन्ट वा प्रतिभाको पछाडि उसको दैनिक अभ्यास, धैर्यता र प्रतिबद्धताले मात्र उनीलाई अब्बल बनाएको हो। सरल भाषामा जीवनका सिकाइ भनेको एउटा फुलको बिउ जस्तो हो। यदि हामीले त्यसलाई रोपेर व्यवस्था गर्यौँ भने बिरुवा कमजोर, दुब्लो पातलो देखिन्छ। तर निरन्तर पानी, सूर्यको उज्यालो र गोडमेल गर्ने हो भने त्यही बिरुवा बलियो र फलफुल दिने रुख बन्न सक्छ। त्यही बिरुवाले उजाड भूमिलाई हराभरा बनाउन मद्दत गर्छ। हामी त्यही हुन्छौँ जुन हामीले जीवनमा लगातार गर्दै जान्छौँ। उदाहरणमा दिएको हार्मोनियमको सिकाइ एउटा सिम्बोलिक सङ्केत मात्र हो। यसलाई हामीले कुनै पनि अभ्यासमा लगाउन सक्छौँ। एरिस्टोटल भन्छन् प्रत्येक मानिसभित्र जन्मदेखि नै सम्भावना, पोटेन्सियल हुन्छ। सम्भावना, पोटेन्सियल जन्मजात होइन, अभ्यास र बानीबाट विकसित हुन्छ। जस्तै एउटा बिउभित्र ठुलो रुख बन्ने क्षमता हुन्छ, त्यस्तै मानिसभित्र पनि ठुलो ज्ञानी सिपालु बन्न सक्ने क्षमता हुन्छ। यसलाई उनले डुनामस नाम दिएका छन्, जसको मतलब तपाईँले कहिले पनि म जान्दिनँ, मलाई आउँदैन भन्नु पर्दैन। तपाईँमा अलरेडी अरूमा जस्तै पोटेन्सियल, सम्भावना छ। तर बिउ आफै रुख बन्दैन, उसलाई माटो, पानी, घाम र समय चाहिन्छ। त्यसै गरी मानिस पनि आफै सफल वा महान बन्दैन, उसले प्रयास गर्नुपर्छ। उनको विचारमा धेरै मानिसहरू आफ्नो उच्चतम स्तरमा नपुगेको कारण प्रतिभा नभएर होइन, तर अनुशासन र राम्रो बानीको कमी हो। उत्कृष्टता एकैचोटि आउने कुरा होइन, यो दैनिक अभ्यासबाट आउँछ। सानो आलस्य, सानो बहाना, सानो ध्यानभङ्ग, यी सबै कुरा दैनिक दोहोरिँदा मानिस आफ्नो वास्तविक क्षमताबाट टाढा जान्छ। मानिसलाई ठुलो असफलताले मात्र रोकेको हुँदैन, साना साना लापरवाहीले पनि रोकिन्छ। एरिस्टोटलले मानिसको सबैभन्दा राम्रो जीवनलाई युडेमोनिया भन्छन्। यसको अर्थ गहिरो सन्तुष्टि, पूर्ण विकाससहित राम्रो जीवन बिताउनु हो। यो केवल पैसा वा नाम होइन, तर आफ्नो उत्कृष्ट गुण अनुसार जिउनु हो। तर धेरै मानिसहरू ठिकै छ भन्ने ठाउँमा रोकिन्छन्, किनकि महान बन्न निरन्तर अनुशासन र अभ्यास चाहिन्छ। कठिन अवस्थामा सत्य बोल्नु इमान्दारीको अभ्यास हो। लगातार अभाव भएका मानिसलाई सहयोग गर्नु दयाको अभ्यास हो। यी साना कार्यले क्रमिक रूपमा चरित्र बनाउँछ र त्यो चरित्रले कालान्तर रूपमा गएर जीवनलाई अर्थपूर्ण बनाउँछ। कसैले आफ्नो जीवनलाई ठिकठिकैको अवस्था वा खराब अवस्था छ भने भाग्यको दोष दिने गर्छन्। मेरो भाग्य खोटो, नेपालीमा चल्दै आएको कथन। एरिस्टोटल भन्छन् भाग्य भनेको हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरा हो, जुन म भित्र छैन। जस्तै प्राकृतिक विपत्ति, सामाजिक स्थिति भाग्यसँग जोडिन्छ। भाग्यले जीवनको परिस्थितिमा असर पार्न सक्छ, तर साँचो सन्तुष्टि ल्याउन सक्दैन, किनभने सन्तुष्टि सद्गुण र हाम्रो पर्सनल निर्णयबाट निर्भर हुन्छ। भाग्य अनिश्चित हुन्छ, जबकि सद्गुण आन्तरिक र हाम्रो निर्णयमा हुन्छ। राम्रो जीवनको लागि भाग्यमा निर्भर हुनु हुँदैन, हामीले हाम्रो बानी र निर्णयमा भरोसा गर्नुपर्छ। क्षमता त छ, तर त्यो आफै सिपमा परिणत हुँदैन। क्षमता भनेको अभ्यास र बानीबाट विकसित हुने विषय हो। मानौ कसैले पैसा विरासतमा पाउँछ, त्यसको भाग्य राम्रो भन्ने चलन छ। तर यदि ऊ आलस्य वा बेइमान छ भने जीवनमा असली सन्तोषको अनुभव गर्न सक्दैन। अर्कोतर्फ धेरै धन भए पनि मजबुत सद्गुण भएको व्यक्ति अर्थपूर्ण र सन्तुष्ट जीवन बिताउन सक्छ। राम्रो जीवन जिउनु भनेको धनी हुनु, प्रसिद्धि कमाउनु, अरूले मलाई के भन्ला, कसरी हेर्ला भनेर होइन, तर हामीले आफ्नो जीवनको उत्कृष्ट गुणहरू अनुसार जिउँदा मिल्ने कुरा हो। तपाईसँग धेरै पैसा र प्रसिद्धि भए पनि यदि तपाईँ अल्छी, बेइमान वा साँचो महत्त्वपूर्ण कुराबाट टाढा हुनुहुन्छ भने आफ्नो जीवन खाली खाली, अधुरो, केही न केही नपुगे जस्तो महसुस हुन सक्छ।
एरिस्टोटल भन्छन् साँचो सन्तुष्टि हाम्रो चरित्र विकास र क्षमताको पूर्ण प्रयोगमा हुन्छ। यो दैनिक अभ्यास र सही कामबाट आउँछ। जीवनको अर्थ अरूको प्रशंसा, फलानुले यसो गरो त्यसो गरौ भनेर आउँदैन, न कि धन सङ्कलन, पैसा, महँगो गाडी, घर जोडेर। तर हामी जे बन्न सक्थ्यौँ त्यो बन्ने प्रयासमा छ। सानो निर्णय, निरन्तर प्रयास र दैनिक जीवनमा इमान्दारीपूर्वक जिउनुले नै जीवनलाई वास्तविक रूपमा अर्थपूर्ण बनाउँदछ। थ्याङ्क यू सो मच।